नमस्कार। जब पुग्यो 60बाट दीपक रियालको यो कार्यक्रम अर्किड केयर होम र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति हो। ज्येष्ठ नागरिकको स्याहार सुसारको तौर तरिका, स्वास्थ्य, उपचार, मानव उचित व्यवहारमा केन्द्रित कार्यक्रम जब पुग्यो 60 प्रत्येक मंगलबार दिउँसो 1 बजेदेखि 1:30 बजेसम्म रेडियो सगरमाथा FM 102.4 मेगाहर्जमा यहाँले सुन्न सक्नुहुन्छ। आजको अंकमा हामी थेरापीका बारेमा कुराकानी गर्छौं र त्यसै गरी यो सम्बन्धी कुराकानी गर्न हामीसँग थेरापिस्ट विनोद अरियाल र नर्स शोभा विश्वकर्मा हुनुहुन्छ। उहाँहरू दुवैजनालाई म यति बेला जब पुग्यो 60 मा स्वागत गर्छु। स्वागत छ विनोदजी र शोभाजी। हजुर, धन्यवाद। कुरा सुरु गरौँ विनोदजीबाटै। जस्तो यो थेरापी भनेर हामीले ज्येष्ठ नागरिकहरूलाई विशेष गरी अब यो जाडोमा त बढी आवश्यक पनि पर्छ। उहाँहरूलाई विभिन्न रोगले संक्रमण गरिरहेको हुन्छ होइन। त्यो किन आवश्यक पर्छ खास गरी ज्येष्ठ नागरिकहरूलाई थेरापी चाहिँ? खास के हुन्छ भन्दा ज्येष्ठ नागरिकहरूमा जब उहाँहरूको उमेर ढल्किँदै जान्छ, उहाँहरूमा चाहिँ अब मांसपेशीहरू, उहाँको हाड जोर्नीहरू चाहिँ कमजोर हुँदै जाने हुन्छ। अनि उहाँको अब भित्रको मुटु भनौँ न सबै अर्ग्यानहरूले चाहिँ त्यही अनुसार एजिङ बढ्दै जाँदाखेरि उहाँको सबै अर्ग्यानहरू पनि लाइक अब उमेरसँगै ढल्किँदै जान्छ, जसले गर्दाखेरि चाहिँ त्यो सबै मांसपेशीहरू तथा हाड जोर्नीहरू चाहिँ ठिक ठाउँमा ल्याउनको लागि चाहिँ हामीले उहाँहरूलाई चाहिँ व्यायामहरू गराएर अनि अरू जस्तै हाम्रो फिजियोथेरापीमा चाहिँ लाइक मेसिनहरू लगाएर चाहिँ उहाँहरूको मांसपेशी तथा हाड जोर्नीहरू चाहिँ ठिक ठाउँमा ल्याउन, उहाँहरूको मुटु ठिक ठाउँमा सञ्चालन गर्नको लागि चाहिँ फिजियोथेरापी चाहिँ आवश्यक पर्ने हुन्छ। जस्तो फिजियोथेरापीको आवश्यकताको कुरा गर्नुभयो, जस्तो नेपालको सन्दर्भमा भन्ने हो भने चाहिँ जनसङ्ख्याको हिसाबले पनि ज्येष्ठ नागरिकको ठुलो हिस्सा रहेको चाहिँ तथ्याङ्कले देखाएको छ। झन्डै 10% भनिएको छ र आउँदो सन् 2050 सम्म चाहिँ यो बढ्ने 20%ले ज्येष्ठ नागरिकको सङ्ख्या बढ्ने पनि एउटा प्रक्षेपण पनि अनुमान पनि गरिएको छ। भनेपछि ज्येष्ठ नागरिकहरूलाई जीवन सहज बनाउनको लागि पनि यस्तो खालको सेवा सुविधाहरू चाहिँ जरुरी छ होइन। अब फिजियोथेरापीको जुन एउटा ज्येष्ठ नागरिकलाई मात्रै नभएर अरूलाई पनि महत्त्व होला नि होइन विनोदजी? हजुर, खास हामीले चाहिँ फिजियोथेरापी चाहिँ सानो भनौँ न बच्चैदेखि लिएर वृद्ध वृद्धहरूलाई पनि आवश्यक हुन्छ। जस्तो अब बच्चाहरू जन्मिँदाखेरि कोहीहरू लुलुल अपाङ्ग भएर जन्मिनुहुन्छ, उहाँहरूलाई चाहिँ हामीले अब डायग्नोस गरेर के छ त्यही अनुसार बच्चाहरूमा सिपी भनौँ तिनी उहाँ बच्चाहरूलाई चाहिँ हामीले अब लुलोलपन कसरी भएको हो अनि के चाहिन्छ भनेर उहाँहरूको परीक्षण गरी उहाँहरू सानैदेखि उपचार गरेर अब पछि अब युवा अवस्थामा आएपछि अब जस्तो एक्सिडेन्ट हुन्छ, अब एक्सिडेन्ट भएपछि हस्पिटलाइज भइन्छ, त्यसपछि अब हातखुट्टाहरू फ्र्याक्चर भयो भने हातखुट्टा नचल्ने हुन्छ, उहाँहरूलाई चाहिँ अब कसरी अब हाम्रो अब फिजियोथेरापीको पद्धतिद्वारा चाहिँ उहाँहरूले चाहिँ ठिक गराउन अब हामी चाहिँ लागि पर्छौँ। अब जस्तो खेलाडीहरूलाई पनि अब खेल्दा खेल्दै चोटपटक लाग्ने हुन्छ, उहाँहरूलाई चाहिँ अब जस्तो एसियल इन्जुरीहरू हुन्छ, अब खुट्टाहरू भाँचिन्छ, हातहरू भाँचिन्छ, उहाँहरूलाई चाहिँ फिजियोथेरापीले चाहिँ अब व्यायामहरू गराएर एक्सर्साइजहरू गराएर चाहिँ हामीले ठिक गराउँछौँ। अनि अब खेलाडी अब यति मात्र नभएर प्रेग्नेन्ट लेडीलाई पनि हामीले फिजियोथेरापीबाट चाहिँ अब जस्तो बच्चा पाइसकेपछि अथवा बच्चा पाउनुभन्दा अगाडि अब उहाँहरूको अब सबै मांसपेशीहरू बलियो गराउने अनि त्यसपछि रिह्याब गराएर चाहिँ उहाँहरूलाई बच्चा डेलिभर हुन सहज गराउनेदेखि लिएर बच्चा जन्मिसकेपछि पनि हामीले चाहिँ उहाँहरूको स्वास्थ्यको चाहिँ अब एक्सर्साइजको माध्यमबाट मसलहरू स्ट्रेन्थ गराएर हामीले फिजियोथेरापी दिइन्छ। भनेपछि त्यति मात्र नभएर अपरेसन पछि पनि अब लाइक टाउकोको अपरेसन भयो मानौ, अब कुनै पनि अपरेसन भइसकेपछि एनेस्थेसिया दिन्छ। एनेस्थेसिया दिएपछि उहाँहरू बेडमै अब हुनुहुन्छ, उहाँहरू हिँडडुल गर्न सक्नुहुन्न। त्यस्तो बेलामा के हुन्छ भन्दाखेरि हाम्रो मुटुमा चाहिँ लाइक अब सिओपिडीहरू नभएर त्यति मात्र नभएर लङ्समा सेक्रेसनहरू हुन्छ। त्यसले गर्दाखेरि चाहिँ हामीले चाहिँ अब चेस्ट फिजियोथेरापी भन्ने हुन्छ, त्यहाँ चाहिँ हामीले चेस्टमा चाहिँ अब मुटुमा भएको सेक्रेसनहरू हामीले बाहिर निकाल्नको लागि चेस्ट फिजियोथेरापीहरू गर्ने
अनि त्यसपछि अब त्यति मात्र नभएर उहाँहरूलाई मुभमेन्ट्सहरू हात खुट्टाहरू नचल्ने हुन्छ त्यो चाहिँ मुभमेन्ट्सहरू गराइदिने गरेर अब बेड रिडनदेखि लिएर हिँड्ने पेसेन्ट अब अलिअलि हिँड्ने पेसेन्ट वृद्ध सबैलेमा फिजियोथेरापी आवश्यक पर्ने गर्छ। बच्चादेखि बुढौली भएका अथवा होइन ज्येष्ठ नागरिकलाई समेत चाहिँ यसको आवश्यकता छ, यसको महत्त्व छ भने यहाँले भन्नुभयो होइन। जस्तो यसको महत्त्व कुरा भनिरहँदाखेरि अब यो नेपालमा चाहिँ फिजियोथेरापी अब त्यति धेरै चलन चल्तीमा चाहिँ हुन त छ होइन। जसरी यसले चाहिँ शरीरलाई फाइदा गर्छ भनेर चाहिँ मान्छेलाई त्यसको जानकारी चाहिँ छैन। जस्तो अर्किड केयर होमले चाहिँ विशेष गरी ज्येष्ठ नागरिकहरूलाई चाहिँ अहिले राखेको छ, त्यहाँ उपचार हुन्छ होइन। यो तपाईँहरूले त्यहाँ दिनुहुन्छ यो सेवा होइन। यो सेवाको स्तर चाहिँ कस्तो खालको छ विनोदजी? अब हामीले चाहिँ अब मेनली अर्किड केयर होम भने चाहिँ वृद्ध वृद्धि आमा बुवाहरूको लागि लक्षित गरेर खोलिएको एउटा संस्था हो। अब यहाँ चाहिँ विशेषतः अब आमा बुवाहरू केयरिङको लागि मात्र पनि नभएर अब फिजियोथेरापी गर्नको लागि अब आउनुहुन्छ। उहाँ चाहिँ अब मेनली अब यहाँ चाहिँ स्ट्रोक भएको बिरामीहरू लाइक अब प्यारालाइसिस भनौँ, अल्जाइमर्स डिजिज, डिमेन्सिया, भुल्ने रोगहरू अनि त्यसपछि अब केयरिङ अब आमा बुवाहरू नर्मल्ली पनि बुढौली लागेपछि विकनेस हुनुहुन्छ, त्यसको लागि चाहिँ अब एक्सर्साइज गराएर स्ट्रेन्थिङ गराएर बलियो बनाएर अब आफ्नो हुन्छ अब यताउति आफ्नो नर्मल लाइफ स्टाइलमा जानको लागि चाहिँ उहाँहरू यहाँ आउनुभएको छ। जस्तो जुन सेवाको स्तर छ नि त्यो चाहिँ यहाँहरूले दिने सेवाहरू चाहिँ कस्तो कस्तो छ अथवा के मेसिनहरू अथवा बनाउनु तपाईँले अलिकति त्यसको जानकारी दिनुहुन्छ? सेवाको अब कुरा गर्दाखेरि चाहिँ हाम्रोमा चाहिँ अब फिजियोथेरापीदेखि लिएर नर्सिङ केयरहरू पनि छ। फिजियोथेरापी भन्नुपर्दा चाहिँ हामीले चाहिँ यहाँ मेसिनहरू लगाएर अब उहाँहरू के हो उहाँ त्यो थाहा पाइकन विभिन्न मेसिनहरू लगाएर एक्सर्साइजहरू गराएर ज्येष्ठ नागरिक आमा बुवाहरूको नसा सम्बन्धी जुन खालको रोग छ अथवा बिरामीको त्यो फिजियोथेरापी मार्फत चाहिँ यहाँहरूले हिँडडुल गर्न सक्नेसम्म बनाउनुहुन्छ त्यहाँ आएका बिरामी विशेष गरी ज्येष्ठ अब यहाँ चाहिँ अब प्यारालाइसिस भएर आउनुहुन्छ आमा भन्नाले प्यारालाइसिस भन्नुपर्दा पक्षघात हृदयघातहरू हुन्छ नि उहाँहरू चाहिँ यहाँ आउनुहुन्छ। त्यसपछि चाहिँ हामीले यहीँ भएको अब हामी मेन पावरहरू जति छौँ फिजियोथेरापिस्टहरू उहाँहरू चाहिँ लागि परेर अब मेसिनहरू लगाएर अनि त्यसपछि यहाँ हाम्रो सबै भएको मोडालिटिजहरू युज गरेर साइक्लिङ गराएर हिँडाएर उहाँहरूलाई चाहिँ हामी अब ब्याक टु नर्मल लाइफस्टाइल भनौँ न। अब यहाँ चाहिँ आमा बुवाहरू विलचेयरमा हुनुहुन्छ, हामी यहाँबाट पठाउँदाखेरि चाहिँ सकेसम्म हिँडेर जानेसम्म गराउँछौँ। जस्तो थेरापीको सन्दर्भमा तपाईँले यति कुराकानी गरिरहँदाखेरि हामीसँग नर्सिङ सेवाको शोभा विश्वकर्माजी पनि हुनुहुन्छ। म शोभाजीसँग पनि अलिकति कुराकानी गर्न चाहन्छु। शोभाजी, जस्तो त्यहाँ आएको बिरामीहरू ज्येष्ठ नागरिकहरू विशेष गरी उहाँहरूलाई चाहिँ तपाईँले कसरी त्यो नर्सिङ सेवा चाहिँ उपलब्ध गराउनुहुन्छ? अब यसमा चाहिँ हाम्रो के छ भन्दाखेरि नर्सिङ सर्भिसेस चाहिँ हाम्रो आफ्नो नर्सिङ प्रिपरेसनको अनुसारले हामी सिस्टमेटिक वेमा चाहिँ हामीले हरेक पेसेन्टलाई चाहिँ एप्रोच गरेर आउँछौँ होइन। अनि त्यसैले हाम्रो आफ्नो सिस्टमहरू युज गरेर हाम्रो आफ्नो नर्सिङ प्रोसिजरहरू युज गरेर चाहिँ हामीले हरेक पेसेन्टलाई केयर गरेर आउँछौँ। यसमा पनि थेरापीमा चाहिँ के हुन्छ भन्दाखेरि अलिकति डिफ्रेन्ट हुनसक्छ। शोभाजी, तपाईँसँगको कुराकानी हामी एकैछिनपछि गर्छौँ, अलिकति सुनिएन, हामी फेरि तपाईँलाई कुराकानीमा जोड्छौँ। विनोदजी तर्फै लागौँ। विनोदजी, हजुर, मोबाइलको क्वालिटीको कारणले उहाँसँग हामीले अहिले कुराकानी गर्न सकेनौँ। शोभा विश्वकर्मा हुनुहुन्थ्यो, उहाँ नर्स हुनुहुन्छ र जुन सेवाकै सन्दर्भमा हामीले कुराकानी गरिरहँदाखेरि ज्येष्ठ नागरिकहरूलाई चाहिने थुप्रै खालको चाहिँ सेवाहरू हुन्छ, किनभने उमेर बढ्दै जाँदाखेरि उहाँहरूलाई विभिन्न रोगले च्याप्छ र उहाँहरूलाई सहज खालको जीवनयापन गर्नको लागि तपाईँले भनेको जस्तै फिजियोथेरापी पनि एउटा प्रक्रिया हो, एउटा साधनको रूपमा यो आएको छ। जस्तो शारीरिक व्यायाम गर्नेहरूलाई पनि यो आवश्यक पर्छ विनोदजी? हजुर, अब शारीरिक व्यायाम भन्दा पनि कस्तो हुन्छ भन्दा अब नर्मल्ली अब हामीहरूलाई पनि भनौँ न अब जस्तै हाम्रो अब 9 to 4 10 to 5 वाला वर्कहरू हुन्छ, त्यसपछि हामीले अब आइन्छ काम गरिन्छ गइन्छ, त्यस्तो बिजी सेड्युल छ। त्यस्तोमा चाहिँ हामीले फिजियोथेरापीमा चाहिँ कस्तो हुन्छ भन्दा फिटनेसको तरिकाले हामी चाहिँ अब जान सक्छौँ। अब एक्सर्साइजहरू हाम्रो एउटा प्रोसिजर हुन्छ, हाम्रो प्रोटोकलहरू हुन्छ, त्यो प्रोटोकलबाट चाहिँ हामी फिटनेसको लागि मात्र पनि फिजियोथेरापीले चाहिँ काम गर्छ। जस्तो अलिकति जस्तो अभ्यास शारीरिक व्यायाम भनौँ न,
सामान्यतया अहिले एउटा चेतनाको स्तर अथवा स्वस्थ रहनुपर्छ भने चाहिँ हरेक युवा पछि अब जस्तो हामी 60 वर्ष पुगेपछि त कानुनले पनि हामीलाई ज्येष्ठ नागरिक भन्छ होइन, तर फुर्तिलो रहिरहनको लागि चाहिँ मान्छेहरूले चाहिँ एकदम चिन्तित पनि देखिन्छन् होइन। त्यसको लागि जस्तो यो थेरापीको अब चलन त पछिल्लो समयमा बढ्दै गएको छ, तैपनि युवा अवस्थादेखि नै थेरापीको आवश्यकता पनि पर्छ अथवा पर्दैन, के हो यो चाहिँ? अब कस्तो हुन्छ भन्दा अब हामी पहिले यो युवा अवस्थामै हामी अब एक्सर्साइजहरू गरेर फिटनेसतिर बढी ध्यान दियौँ भने चाहिँ अब खानपिनदेखि लिएर अब यताउति सबैतिर ध्यान दियौँ भने चाहिँ त्यही अनुसार हामी वृद्ध हुँदाखेरि चाहिँ त्यो अब हामी फिट रहिरहन सक्छौँ। अब अहिले नै हामी एक्सर्साइज नगरेर पछि जब 60 हुन्छौँ, बुढो हुन्छौँ, तब एक्सर्साइज थालौँला, अहिले त के नै छ र भन्ने लाग्यौँ भने चाहिँ त्यो चाहिँ अब पछि गएर शरीर पनि त्यही अनुसार ढल्दै जाँदाखेरि चाहिँ अब हामीहरू चाहिँ पछि गएर गाह्रो हुन्छ। जस्तो हाम्रो कार्यक्रमको उद्देश्य नै ज्येष्ठ नागरिकको स्याहार सुसारको तौर तरिका, उहाँहरूको स्वास्थ्य उपचार होइन, मानव उचित व्यवहार उहाँहरूमा गर्नुपर्ने भन्ने छ। वास्तवमा ज्येष्ठ नागरिकहरू त्यहाँ आइपुग्दा चाहिँ उहाँहरूको कस्तो बानी व्यवहार चाहिँ कस्तो हुन्छ विनोदजी? अब कस्तो हुन्छ हाम्रोमा चाहिँ अब विभिन्न थरीका बिरामीहरू आउनुहुन्छ। अब कोही चाहिँ अब लडेर अब हेड इन्जुरी भनौँ, अब स्पाइनल कर्ड इन्जुरीहरू भनौँ, त्यस्तो आउनुहुन्छ भने कोही चाहिँ अब त्यो पक्षघात भएर प्यारालाइसिस भएर आउनुहुन्छ। उहाँहरू चाहिँ अब कस्तो स्वभाव चाहिँ अब नर्मल्ली अब जब उमेर ढल्दै जान्छ त्यसपछि चाहिँ अब अलिअलि झिझिने हुन्छ, अब कोही रिसाउने हुनुहुन्छ, अब कोही चाहिँ हाँसिरहने पनि हुनुहुन्छ। उहाँहरूको चाहिँ स्वभाव फरक रहन्छ। अब त्यही स्वभाव हेरिकन बुझिकन हामीले एनालाइसिस गरेर अब साइकोलोजी उहाँहरूको बुझेर चाहिँ कस्तो खालको हुनुहुन्छ बुवा आमाहरू, उहाँको फ्यामिलीलाई सोधेर चाहिँ अब त्यही अनुसार डिल गर्नुपर्ने हुन्छ। ज्येष्ठ नागरिकको स्वभाव र उहाँहरूको चालचलन अनुसार चाहिँ उपचार अथवा उहाँहरूलाई त्यही खालको व्यवहार गर्नुपर्ने हुन्छ। खास गरी व्यवहारसँग अब नर्सिङ पेसा पनि जोडिएको हुन्छ। विशेष गरी बिरामी र नर्सको सम्बन्ध निकै नै नङ्ग्र मासुको जस्तो सम्बन्ध भन्दा पनि हुन्छ। फेरि हामीसँग शोभा विश्वकर्मा जोडिनु भएको छ। म जब पुगे 60मा शोभाजीलाई फेरि स्वागत गर्छु। स्वागत छ शोभाजी। धन्यवाद। अब यो जब पुग्यो 60मा हामी ज्येष्ठ नागरिकहरूको स्याहार सुसारको कुरा, तौर तरिकाको कुरा गर्दाखेरि अब त्यहाँ अर्किड केयर होममा आउने ज्येष्ठ नागरिकहरूलाई चाहिँ अब तपाईँ अब नर्सिङ सेवा दिइरहनु भएको छ होइन। अघि विनोदजीले भन्नुभयो कि विभिन्न ज्येष्ठ नागरिकको आनी बानी हेरेर त्यही अनुसारको खालको चाहिँ कुराकानी गर्नुपर्छ भनेर भन्दाखेरि चाहिँ कस्तो हुन्छ, कस्तो तपाईँले बेहोरेको चाहिँ के छ भनिदिनुहोस् न। हजुर, मैले अघि पनि भन्दै थिएँ, हाम्रोमा चाहिँ नर्सिङ हामीले चाहिँ सिस्टमेटिक अप्रोच तरिकाले चाहिँ हामीले नर्सिङ केयरहरू प्रोभाइड गर्छौँ। अब यो त हामीले नर्सिङ प्रोसिडियरहरू अप्लाई गरेर हरेक पेसेन्टलाई नै अप्लाई गर्नुपर्ने हुन्छ, तर जेराटीको केसमा चाहिँ अलिकति डिफ्रेन्ट नै हुन्छ है। अब उहाँहरूको चाहिँ हामीले चाहिँ सबभन्दा पहिला फिजियोलोजिकल निडहरू उहाँहरूको चाहिँ त्यसमा के पर्छ भन्दाखेरि हाम्रोमा चाहिँ खानादेखि लिएर होइन, लाउने कपडादेखि लिएर हाम्रो चाहिँ जेराटिक फ्रेन्डली खालको हामीले चाहिँ प्रोसिडियरहरू चाहिँ हामीले दिइराखेका हुन्छौँ पेसेन्टहरूलाई। त्यो तरिकाले चाहिँ केयर गरिराखेका हुन्छौँ है। अब यसमा पनि हाम्रो के हुन्छ भन्दाखेरि जेराटिक केसहरूमा बुढाबुढी भइसके पछाडि राम्रोसँग होइन डाइजेस्टिभ सिस्टमहरूले राम्रोसँग काम नगर्ने, राम्रोसँग पाचन प्रक्रियाहरू नहुने, त्यस्तो हुनाले कसैलाई चाहिँ अब सफ्ट डाइटहरू दिनुपर्ने हुन्छ, कसैलाई लिक्विड डाइटहरू दिनुपर्ने हुन्छ होइन। यो कुराहरू चाहिँ हामीले खानेकुराहरूदेखि लिएर हामीले हेरिराखेका हुन्छौँ। जस्तै यहाँले अघि जाडोको कुरा पनि उठाउनु भयो होइन। बुढाबुढीहरूलाई चाहिँ एकदमै जाडो हुन्छ, जस्तो उहाँले विनोदले पनि भन्नुभयो, यसमा चाहिँ अब जोइन्ट्सहरूको पेन हुने चाहिँ एकदमै म्याक्सिमम् प्रब्लम हाम्रोमा पनि देखिन्छ। त्यस्तो हुँदाखेरि चाहिँ वार्म उलन क्लोथहरूले चाहिँ हामीले चाहिँ लगाइरहेका हुन्छौँ। हाम्रो चाहिँ अर्किड केयर होममा यहाँहरूले हेर्नुभयो भने हाम्रो चाहिँ जेराटिक फ्रेन्डली अर्किड केयर होम छ हाम्रोमा। जस्तो कि अब गर्मीको टाइममा चाहिँ त्यही अनुसार हाम्रो बिल्डिङहरू पनि त्यही अनुसारले निर्माण हामीले बिल्ड गरिरहेको छौँ। त्यसमा चाहिँ अहिले हाम्रो एकदमै वार्म मेन्टेन छ हाम्रो बिल्डिङ पनि है। अनि इच एन्ड एभ्री रुममा चाहिँ हामीले हिटरहरू पनि प्रोभाइड गरेको छौँ। यो के भन्दाखेरि सिजनल अनुसारको केयरहरू हामीले चाहिँ प्रोभाइड गरिराखेका हुन्छौँ। अर्को चाहिँ पेसेन्टहरू चाहिँ जेराटिक केसहरूमा के हुन्छ भन्दाखेरि म्याक्सिमम् फल एन्ड इन्जुरीको केसहरू हुने चान्सेसहरू धेरै नै हुन्छ। उहाँहरूको एकदम फ्रजाइल हुन्छ बडीहरू होइन। त्यसले गर्दाखेरि सानोतिनो ठाउँमा ठोकिँदा पनि उहाँहरूको चाहिँ निलो रूपमा भागमा चाहिँ स्किनमा निलो देखिने अनि एकदम छिट्टै नै सुन्निने विभिन्न अर्गानहरूमा त्यस्तो प्रब्लम हुँदै हुँदाखेरि हामीले सेफ्टी एन्ड सेक्युरिटीको हिसाबले पनि हामीले चाहिँ सोचिरहेको हुन्छौँ। जस्तो हाम्रो बेड हेर्नुहुन्छ भने हाम्रो बोथ साइडमा चाहिँ हाम्रो
साइड ड्रिलहरू लगाएको छ, त्यो भनेको हामीले फल इन्जुरीलाई प्रिभेन्ट गरेको हो है। अनि कुनै पनि पेसेन्टलाई चाहिँ हामी चाहिँ एक्लै पनि छोड्दैनौँ। हाम्रो फिजियोथेरापिस्ट सरहरू हुनुहुन्छ, म्यामहरू हुनुहुन्छ, उहाँहरू आएर ल्याउनु लाउनुहुन्छ। बिहानमा पनि हामीले चाहिँ के गर्छौँ भन्दाखेरि एक्सर्साइज ग्रुप थेरापी गर्छौँ। त्यसमा पनि हामीले पेसेन्टलाई चाहिँ एक्लै नै कहिले पनि हिँडाउँदैनौँ। हामी साइड बाई साइड हिँडेर नै उहाँहरूलाई चाहिँ बाहिर मोबिलाइजेसनको कुराहरू गर्छौँ होइन। अनि अर्को फेरि लभ एन्ड बिलोङ्गिङ भन्ने पनि हाम्रोमा पर्छ। जस्तो चाहिँ उहाँहरू चाहिँ आफ्नो घर छोडेर हामीकोमा आउनुहुन्छ, एकदमै हामीले त्यसमा चाहिँ उहाँहरूलाई आफ्नै होमली इन्भाइरोमेन्ट, घरको जस्तै खालको माया ममता दिएर अनि उहाँहरूलाई चाहिँ यो घर पनि तपाईँहरूकै घर हो भन्ने खालको पनि हामीले चाहिँ नर्सिङ केयरको थ्रुबाट हामीले प्रोभाइड गरिराखेका हुन्छौँ। शोभाजी, जस्तो तपाईँले यस्तो सेवा र सुविधाको यति कुरा भनिरहँदाखेरि यो चाहिँ अब लोकेसनको हिसाबले यो चाहिँ कहाँ अर्किड केयर होम चाहिँ कहाँ पर्छ तपाईँले भन्नुपर्दा चाहिँ कसरी चिनाउनुहुन्छ? हजुर सर, हाम्रो चाहिँ अहिले वसुन्धरामा छ फिरायो हस्पिटलको त्यही सेम साइडमा अलिकति भित्र गयो भने हाम्रो चाहिँ अर्किड केयर होम छ। सजिलै पत्ता लगाउन सकिन्छ? सजिलै पत्ता लगाउन सकिन्छ। हाम्रो बोर्ड पनि बाहिर टाँसिएको छ। तपाईँले जस्तो भनौँ न, ज्येष्ठ नागरिकहरूको विशेष गरी बुढौली भएपछि धेरै कुराहरू चाहिँ हेरेर विचार गर्नुपर्छ र ज्येष्ठ उहाँहरूलाई मायाको पनि खाँचो हुन्छ र उहाँहरूको आनी बानी चाहिँ पत्ता लगाएर त्यही अनुसार चाहिँ हामी डिल गर्छौँ अथवा कुराकानी उहाँहरूसँग गर्छौँ भनेर भन्दाखेरि चाहिँ जस्तो कतिलाई चाहिँ यो कुरा थाहा हुँदैन घर परिवारमा पनि होइन। अनि त्यो चिजमा चाहिँ कसरी चाहिँ उहाँहरूलाई चाहिँ एउटा सहजीकरण चाहिँ गर्नुहुन्छ तपाईँहरू? एउटा नर्सको हिसाबले गर्ने चाहिँ छँदैछ होइन, तैपनि अझ हाम्रो समाजमा त विभिन्न खालको फेरि झैझगडा सुरु हुन्छ सानो चिजले पनि होइन। यसमा चाहिँ के छ भन्दा सबभन्दा पहिला त हामी उहाँहरूलाई मैले अघि लभ एन्ड बिलोङ्गिङको कुरा गरेँ होइन। त्यो चाहिँ हामीले बुवा आमा, हाम्रो हरेक पेसेन्टलाई हामीले चाहिँ बुवा आमा भनेर सम्बोधन गर्छौँ। हाम्रो अर्किड केयर होममा चाहिँ हामी कसैलाई पनि अन्यथा नामले हामी त्यो भन्दा के भन्दाखेरि उहाँहरूलाई माया रेस्पेक्ट, उहाँहरू आफ्नो हामी चाहिँ आफ्नै छोराछोरी हो उहाँहरूको भन्ने टाइपले चाहिँ हामीले चाहिँ त्यसरी उहाँहरूलाई सम्बोधन गरेर केयर पनि हामी त्यही अनुसारले दिन्छौँ। यहाँहरूले देख्न सक्नुहुन्छ हाम्रो अर्किड केयर होममा हरेकले चाहिँ हामीलाई चाहिँ आफ्नो छोरीहरू हो कि तपाईँहरू हाम्रो छोरीहरू तिमीहरू भन्नुहुन्छ कि त्यो भन्दाखेरि के भन्दाखेरि एक किसिमको हामीले चाहिँ उहाँहरूलाई हाम्रो सेन्टरमा लिएर आएर उहाँहरूको होमली इन्भाइरोमेन्ट प्रोभाइड गरेको भयो नि थ्रु आवर नर्सिङ प्रोसिजर। त्यो हुँदाखेरि चाहिँ उहाँहरूले कतिपयले त अब कतिपय त हाम्रोमा यस्तो पनि हुन्छ कि लङ टर्म केयरको लागि पनि आउनुहुन्छ भने कति पेसेन्टहरू सर्ट टर्म केयरको लागि पनि आउनुहुन्छ। त्यही अनुसारले कतिजना त सर्ट टर्म केयर गरिसके पछाडि घर जान पनि मान्नुहुन्न है। त्यो भनेको के हो भन्दाखेरि हाम्रो आफ्नो उहाँहरूको फ्यामिली मेम्बरले जस्तो उहाँहरूको सन्तानले जस्तो गरेर हामीले केयर गरिरहेको हुन्छौँ। त्यो हुँदाखेरि चाहिँ कतिपय पेसेन्टहरू नजाने हामी यहीँ बस्ने हामीलाई यहीँ रमाइलो छ पनि भन्नुहुन्छ कि त्यो भनेको चाहिँ हाम्रो लागि एकदमै ठुलो अचिभमेन्ट जस्तो पनि लाग्छ डिस्चार्जको टाइममा चाहिँ। अनि अब कन्फ्लिक्ट चाहिँ अब कहिले कहिले चाहिँ आउँछ उहाँहरूको अब यता व्यवहार जस्तो अघि अल्जाइमर डिमेन्सिया हुन्छ, यो त वान अफ द मोस्ट कमन प्रब्लम पनि हो होइन। जस्तै बुढोलीहरू उमेर ढल्किँदै गयो त्यतिखेर बिर्सिने, मेमोरी पावरहरू नहुने, त्यस्तो खालको चाहिँ यो कमन प्रब्लम हो होइन। त्यसलाई चाहिँ हाम्रो अब नेपालको कन्टेक्स्टमा हेऱ्यो भने हामीले चाहिँ अल्जाइमर डिमेन्सिया भनेको एकदम ठुलो डिजिजको रूपमा हामीलाई थाहा पनि छैन, हामीले लिँदा पनि लिँदैनौँ होइन। तर त्यो भनेको एउटा कमन प्रब्लमहरू उहाँहरूमा अराइज हुने, त्यो चाहिँ हामीले चाहिँ बुझ्नु पर्यो होइन। बिर्सिने बानी हुन्छ त्यसलाई चाहिँ हामीले तिरस्कार गर्नु भएन। उहाँहरूको चाहिँ आएको चेन्जेस हो होइन, जेनेटिकमा चाहिँ आएको चेन्जेसहरू, फिजियोलोजिकल चेन्जेसहरू आएको हो, त्यसलाई चाहिँ हामीले चाहिँ एक्सेप्ट गर्न सक्नु पर्यो। र फ्यामिलीलाई पनि हामीले चाहिँ कतिपय फ्यामिलीमा हाम्रोमा आउनुहुन्छ, हामीले चाहिँ उहाँहरूले सोध्नुहुन्छ, हिजो आउँदा आमाले एउटै कुरा गर्नुहुन्छ सिस्टर, भोलि आउँदा आमाले अर्कै कुरा गर्नुहुन्छ, के भएको भन्नुहुन्छ कि। अनि हामीले चाहिँ के भन्छ यो आमाको चाहिँ यस्तो स्लोली यस्तो हुँदै गएको हो, डिजेनरेटिभ हुँदै गएको जानु भएको हो। तर यसमा चाहिँ हामीले चाहिँ अलिकति उहाँलाई चाहिँ मेमोरी दिने कुराहरू चाहिँ गर्नुपर्छ। जस्तो उहाँको पास्टमा उहाँ केही प्रोफेसनसँग आबद्ध हुन्छ भने त्यो रिलेटेड कुराहरू चाहिँ लिएर आइदिनु। उहाँहरूको फोटोग्राफ्सहरू छ भने फ्यामिली मेम्बरको फोटोग्राफ छ भने लिएर आएर दिनु, देखाउनु, सो द्याट उहाँहरूलाई अलिकति के हद छ भने पनि रिकल हुन्छ भनेर हामीले त्यो तरिकाले पनि फ्यामिलीलाई चाहिँ हामीले इन्सिस्ट गर्छौँ है। अनि म्याक्सिमम् टाइमहरू चाहिँ स्पेन्ड गर्नु, जस्तो अब 1-2 महिनासम्म पनि भिजिटर आउनु भएन भने चाहिँ हामीले चाहिँ फ्रिक्वेन्टली आइराख्नु फ्यामिली मेम्बरलाई होइन। त्यही भएर उहाँलाई चाहिँ हजुरसँग पनि मोर इन्टरेक्सन हुन्छ, त्यस पछाडि उहाँहरूले पनि अलिकति त्यस्तै किसिमको इन्भाइरोमेन्टहरू पाउनुहुन्छ, अलिक रुममा छु म भन्ने पनि लाग्छ भन्ने कुराहरू पनि हामी गर्छौँ। शोभा विश्वकर्मा जुन केयर म्यानेजर पनि हुनुहुन्छ अर्किड केयर होमको, र उहाँले जुन नर्सिङ सेवा त्यहाँ दिइरहनु पनि भएको छ। म अलिकति थेरापिस्ट विनोद अर्यालतर्फ जान चाहन्छु। विनोदजी,
जस्तो यो तपाईँले अघि भन्नुभयो कि शारीरिक व्यायाम गर्नेहरूलाई पनि यो आवश्यक पर्छ। अहिलेको एउटा दैनिकी जुन एउटा व्यस्त दैनिकी भएको हुनाले ज्येष्ठ नागरिकलाई मात्रै होइन तर ज्येष्ठ नागरिकको पनि विशेष खालको नसा सम्बन्धी रोगहरूमा चाहिँ बढी यसको आवश्यक पर्छ भन्नुभयो होइन। जस्तो यो अहिले नेपालमा चाहिँ यो प्रेसर सुगर रोगहरू चाहिँ बढी छ होइन, त्यस्तो खालको बिरामीहरूलाई चाहिँ के यो कतिको आवश्यक हुन्छ यो कि पर्दैन? खास कस्तो हुन्छ भन्दा प्रेसरको बिरामीहरू लागि पनि यो फिजियोथेरापी चाहिँ एकदम आवश्यक पर्ने हुन्छ। अब लाइक हामीले भनौँ मैले जुन स्ट्रोक भनेर भने नि त्यो चाहिँ स्ट्रोक हुने नै प्रेसर यदि हजुरको प्रेसर हाई भयो भने चाहिँ उहाँहरूको नसा दिमागको मस्तिष्कको नसा फुटेर अथवा मस्तिष्कको नसामा ब्लड क्लट भएर चाहिँ यो स्ट्रोक हुन्छ, पक्षघात भन्छौँ हामीले त्यसलाई नेपालीमा होइन। अब त्यसको लागि चाहिँ हामीले प्रेसर हुँदाखेरि प्रेसरको रेगुलर मोनिटर गर्नुपर्ने हुन्छ, कस्तो छ, हाई छ कि लो छ। अब प्रेसर लो भयो भने पनि त्यो नराम्रो भयो, प्रेसर हाई भयो भने पनि त्यो नराम्रो हुन्छ। अब त्यो प्रेसर हामीले अब मेन्टेन गर्नको लागि हामीले चाहिँ अब शारीरिक व्यायामहरू गर्ने, अब हाम्रो कति छ, अब यदि हाई छ भने अब धेरै एक्जस्टेड अब धेरै हुन्छ नि, आत्तिने कामहरू नगर्ने, धेरै थकित हुने काम नगर्ने, अब नर्मल व्यायामहरू गर्ने, जस्तो अब बिहान उठ्ने हिँड्ने। अब बिहानको पख हिँड्दाखेरि चाहिँ प्रेसर हाई हुनेहरू मान्छेहरूको लागि चाहिँ एकदम राम्रो हुन्छ। नर्मल कामहरू गर्ने, अब मलाई प्रेसर बढी छ म काम गर्दिनँ म सुत्छु मलाई सन्चो छैन भनेर यदि उहाँहरू त्यसरी बस्नुभयो भने चाहिँ त्यो प्रेसर अझै हाई हुँदै जान्छ। त्यसले गर्दाखेरि चाहिँ नर्मल एक्सर्साइजहरू व्यायामहरू चाहिँ गरिरहनुपर्छ। र अनि विशेष त व्यायाम सँगसँगै उहाँहरूले खानपिनमा पनि ख्याल गर्नुपर्ने हुन्छ। जस्तो अब उहाँहरूले धेरै चिल्लो पिरो खाने, अनि त्यसपछि अब जाँड रक्सीहरू अनि मद्यपान अब हुन्छ चुरोटहरू खाने गर्नुभयो भने चाहिँ प्रेसर अझै हाई हुने गर्छ। त्यही भएर एक्सर्साइज सँगसँगै यो खानपिनको पनि ध्यान गर्नुभयो भने चाहिँ प्रेसर चाहिँ मेन्टेन हुने गर्छ। र अनि अर्को सुगरको बिरामीहरूले पनि एक्सर्साइज चाहिँ लाइक नर्मल एक्सर्साइजहरू खानपिन सँगसँगै एक्सर्साइजहरू जुन अब हामीले शारीरिक जुन एक्सर्साइजहरू गरिन्छ बिहान उठेर अब मर्निङ वाक जाने आउने, अनि त्यसपछि आफ्नो हातखुट्टाहरू नन्काउने, अनि त्यो गर्नुभयो भने चाहिँ प्रेसर र सुगर दुइटै चाहिँ आफ्नो मेन्टेन भइराख्ने हुन्छ। जस्तो ज्येष्ठ नागरिकहरूको उहाँहरूको जीवन चाहिँ एउटा उत्साहमय बनाउनको लागि चाहिँ तपाईँले भनेको जस्तै विभिन्न खालको चाहिँ सेवाहरू चाहिँ जरुरी छ। जस्तो मध्ये एउटा थेरापी पनि एउटा हो होइन, त्यसले चाहिँ उहाँहरूको एउटा सुखमय जीवन प्राप्ति हुन्छ होइन, सहज जीवनको लागि। जस्तो तपाईँको त्यहाँ अर्किड केयर होममा जस्तो त्यो ज्येष्ठ नागरिकहरूको क्लब अथवा त्यो के त्यस्तो खालको व्यवस्था पनि छ? अब हामीले यहाँ कस्तो अब हामीले फिजियोथेरापी भनेर एक्सर्साइज मात्र गराइराख्ने हो भने उहाँहरूलाई चाहिँ अब धेरै नै गाह्रो हुन्छ। अब जस्तो उहाँहरूलाई अब उमेर गइसकेपछि अब एकै ठाउँमा राख्ने, एक्सर्साइज गराउने, अब हात खुट्टा चलाइदिने मात्र गरे नि उहाँहरू अब हुन्छ नि अब यसै पनि अब सन्चो नभएर डिप्रेसन हुनुहुन्छ। अब त्यही मात्र गरायो भने उहाँहरूलाई अझै जुन उहाँको त्यो मनोबल हुन्छ त्यो घट्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ हामी अब यहाँ एक्सर्साइज पनि हुन्छ अब रमाइलो पाराले। जस्तो हामीले अब बिहान आउने बित्तिकै ग्रुप एक्सर्साइजहरू गराउँछौँ, जसमा चाहिँ अब आमा बुवाहरूले उहाँहरू आफै नै अब सँगै राखेपछि अब एउटाले एउटाको हेरेर सिक्नुहुन्छ, एउटाले गर्यो भने होइन म पनि गर्छु भन्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ ग्रुप एक्सर्साइजमा यो गर्नु भनेपछि सबै आमा बुवाले त्यसले गरेछ मैले किन नगर्नु भन्ने भावनाले सबैले गर्नुहुन्छ। त्यसपछि अब हामीले अब लाइक लाफिङ थेरापी पनि भनेर आमा बुवाहरूले हाँस्न लगाउँछौँ। अनि अब त्यही अनुसार अब उहाँहरू ठुलो स्वरमा हाँस्नु भन्छौँ, आमाहरूलाई हाँस्नुहुन्छ। त्यसपछि अब आमा बुवाहरूको प्रतिभा के छ, अब जस्तै आमा अब दुईजना बुवा हाम्रो अर्किडमा यस्तो पनि हुनुहुन्छ जो गाउन एकदम उत्सुक हुनुहुन्छ, अब हुन्छ नि इच्छा गर्नुहुन्छ, तर पहिला अब आफ्नो उमेरमा अब कामको व्यस्तताले गाउन पाउनु भएन। अब उहाँहरू चाहिँ यहाँ ल्याएर आमा बुवाहरूलाई चाहिँ एकदम प्रोत्साहन गरेर गाउन लगाउँछौँ। अनि त्यसपछि हाम्रोमा भजन कीर्तन पनि गराउँछौँ, जसले गर्दाखेरि चाहिँ अब आमा बुवाहरू अब उमेर झल्किसकेपछि अब भक्तितिर लाग्नु भनेर चाहिँ जो उहाँहरूको जुन भावना हुन्छ त्यो चाहिँ हामीले अब भजन कीर्तन गराएर चाहिँ हामीले अब यस्तै गतिविधिबाट चाहिँ उहाँहरूलाई अब उहाँहरूको जीवन चाहिँ उत्साहमय बनाउन चाहिँ विभिन्न कार्यक्रमहरू चाहिँ यहाँहरूले गर्नुहुन्छ होइन। जस्तो अघि हामी तपाईँ त थेरापी नै गराउनुहुन्छ, तपाईँ त्यसको विशेषज्ञ नै भनौँ होइन। जस्तो हामीले
सुगरको अथवा प्रेसरको कारणको भएको बिरामीहरूको कुरा पनि जोड्यौँ होइन, प्यारालाइसिसको कुरा पनि तपाईँले जोड्नुभयो। अब ढाड दुख्ने अब यो साझा समस्या हो नेपालीहरूको, त्यो भन्दा पनि हुन्छ। अझ अर्को एउटा महत्त्वपूर्ण कुरा छ नि बाथको समस्या, त्यस्तो खालको बिरामीहरूलाई चाहिँ अझ यो फिजियोथेरापी चाहिँ बढी आवश्यक होला। अझ त्योमा पनि ज्येष्ठ नागरिकहरूलाई चाहिँ बाथको समस्या छ भने चाहिँ के गर्नुपर्छ? अब बाथको समस्या चाहिँ अब हजुरको यो जाडोको मौसममा चाहिँ एकदम बढी नै देखिने गर्ने हुन्छ। अब के हुन्छ भन्दा अब यो बाथको समस्यालाई चाहिँ चिसोले चाहिँ एकदम धेरै असर गर्ने हुन्छ, जसले गर्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ जति सक्यो त्यति नै तातो गर्ने हामीले गराउनुपर्छ। अब त्यसको लागि फिजियोथेरापीको पार्ट भन्नुपर्दाखेरि चाहिँ उहाँहरूलाई चाहिँ तातो हट प्याकहरू हुन्छ, अनि त्यसपछि यहाँ हिटिङ मोडालिटिजहरू लगाएर व्याक्स थेरापीहरू लगाएर चाहिँ उहाँहरूको चाहिँ दुखेको जहाँ दुखेको हुन्छ त्यहाँ चाहिँ हामीले त्यो व्याक्स थेरापी हट प्याकहरू लगाएर चाहिँ राखिदिने गर्छौँ, जसले गर्दाखेरि चाहिँ उहाँको दुखाइ कम हुन्छ। साथसाथै फिजियोथेरापी र यो साथसाथै उहाँहरूलाई न्यानो कपडा पनि लगाएर हामीले राख्यो भने चाहिँ उहाँको दुखाइ चाहिँ एकदम कम हुन्छ। हुन्छ विनोदजी, यहाँलाई धेरै धन्यवाद। हजुर, उहाँ हुनुहुन्थ्यो विनोद अरियाल, थेरापिस्ट। हामीले कुराकानी गऱ्यौँ अर्किड केयर होम र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति जब पुग्यो 60मा। हामीसँग शोभा विश्वकर्मा हुनुहुन्छ। जस्तो शोभाजी, जुन यहाँहरूले त आवश्यक सेवा पनि दिँदै आउनुभएको छ अर्किड केयर होमले होइन, जस्तो त्यो विशेष स्याहार सुसार चाहिँ के छ तपाईँहरूको त्यहाँ? हाम्रो विशेष स्याहार सुसार चाहिँ हाम्रो मर्निङ केयरबाट सुरु हुन्छ होइन। बेसिकली हामी सानो कुराहरूलाई एकदमै ध्यानमा राखेर हामीले काम गरेर हुन्छौँ। नर्सिङ केयर हाम्रो एकदमै म्याक्सिमम लेभलमा हामीले अप्टिमम लेभलमा हामीले नर्सिङ थ्योरिजहरू अप्लाई गरेर हामीले केयरहरू दिएर हुन्छौँ होइन। सबभन्दा पहिला हाम्रो चाहिँ सुरुवात हुन्छ अब ह्यान्डओभर टेकओभरबाट। अब पेसेन्टहरू एडमिसन हुन्छ, नयाँ डायग्नोसिसहरू लिएर सर्ट टर्म लङ टर्मको केसहरूमा भएर आउनुहुन्छ। उहाँहरूलाई चाहिँ उहाँहरूको चाहिँ हामीले प्रब्लमहरू सबभन्दा पहिला आइडेन्टिफाई गर्छौँ, के छ त उहाँहरूको प्रब्लमहरू होइन। जस्तो कि खानपिनको कुराहरूदेखि लिएर उहाँको बडीहरूमा के चेन्जेसहरूको कुराहरू लेखेर हेरेर उहाँलाई फिजियोथेरापी निडको कुराहरू लिएर सबै कुराहरू चाहिँ हामीले चाहिँ प्लान बनाउँछौँ, एउटा नर्सिङ केयर प्लान नै बनाउँछौँ हामीले होइन। त्यो प्लान अनुसार चाहिँ हामीले चाहिँ त्यही अनुसार नै गर्छौँ। त्यो सबभन्दा पहिला चाहिँ हामीले खाने कुराहरू नै हेर्छौँ। त्यसबाट हामीले नर्सिङ केयर एभ्री डे चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ वार्म पानीले चाहिँ हामीले उहाँहरूको सबै सरसफाइहरू गर्छौँ। त्यस पछाडि वार्म क्लोथहरू सिजन अनुसारको क्लोथहरू चाहिँ हामीले लगाइदिन्छौँ। त्यस पछाडि हामीले खानापिनामा चाहिँ उहाँहरूलाई कुन डाइट चाहिँ सुटेबल हुन्छ त कुन खानेकुरा खान सक्नुहुन्छ। जस्तो हाम्रोमा पाइप राखेर नोजको थ्रुबाट नाकको थ्रुबाट पाइप लगाएर खुवाउनुपर्ने पेसेन्टहरू पनि हुनुहुन्छ हामीसँग। त्यो कुराहरू पनि हामीले एउटा नर्सिङ प्रोसिजरको थ्रुबाट राम्रोसँग हामीले मेन्टेन गरिराखेका हुन्छौँ। र अर्को चाहिँ उहाँहरूको चाहिँ अब कति चाहिँ उहाँहरूले इन्जेक्ट गर्नुभयो होइन। बुढाबुढी अवस्थामा के हुन्छ भन्दाखेरि फ्लुइड डिफिसियन्सी हुने चान्सेस हुन्छ। जस्तो पानीको मात्राहरू खानेकुराको मात्राहरू कम हुनसक्छ, त्यसले गर्दाखेरि न्युट्रिसनल डिफिसियन्सीको कुराहरू आउँछ, फ्लुइड डेफिसियन्सीको कुराहरू आउँछ, ल्याकको कुराहरू आउँछ होइन। यो कुराहरू हेर्ने काम चाहिँ हामी गर्छौँ। जस्तो उहाँहरूलाई बिहानमा हामी 2-3 ग्लासहरू वार्म वाटरहरू खुवाउने, त्यसपछि आफ्टरनुनको टाइममा पनि हामी 2 ग्लास जति पानी खुवाउने, इभिनिङको टाइममा पनि त्यसरी पानी खुवाउने, लिक्विड डाइटहरूले चाहिँ हामीले चाहिँ प्रोभाइड गर्ने, त्यसरी जुसहरू सिजनल अनुसारको जुसहरू पनि प्रोभाइड गर्ने, फ्रुट्सहरू पनि, यो कुराहरू हामी सबै हेर्छौँ। र प्लस अर्को कुरा प्रोटिनको मात्रा पनि हामी चाहिँ डाइटको कुराहरू पनि हामी हेर्छौँ। प्रोटिन जस्तो हाम्रो म्याक्सिमम पेसेन्टहरू हाम्रो प्रोटिनेक्स भन्ने पाउडर हुन्छ, त्यो पनि हामीले चाहिँ बेलुका रातिमा हामीले दुधमा घोलेर हामीले दिने गर्छौँ। यसरी चाहिँ हामीले डाइटको कुराहरू पनि पेसेन्टको हेरिराखेका हुन्छौँ। र अर्को अब थेरापीको कुराहरू, थेरापीमा हामीले सपोर्ट पनि दिन्छौँ। र अर्को हाम्रो साइकोलोजिकल सपोर्ट, इमोसनल सपोर्ट होइन। फ्यामिलीबाट डिट्याच भएर आउनुभएको हुन्छ हाम्रोमा, त्यस्तो अवस्थामा हामीले चाहिँ उहाँहरूलाई चाहिँ फुल्ली हाम्रो चाहिँ तपाईँहरू हाम्रो आफ्नै आमा बुबाहरू हुनुहुन्छ भने त्यसरी हामीले चाहिँ साइकोलोजिकल सपोर्टहरू गर्छौँ। उहाँहरूलाई मात्र होइन उहाँहरूको भिजिटरलाई पनि हामी त्यही अनुसारको सपोर्ट केयर ट्रिटमेन्टहरू गर्छौँ। र अर्को कुरा हाम्रो रिक्रेसनल एक्टिभिटिजको कुरा आयो अघि। रिक्रेसनल एक्टिभिटिज पनि हाम्रो चाहिँ मर्निङको थेरापी भयो। हामी चाहिँ के विश्वास गर्छौँ भने अर्किड केयर होमले चाहिँ बुवा आमाले चाहिँ ताली मात्रै बजाउनु भनेको पनि त्यो रिक्रेसनल एक्टिभिटिज हो हाम्रो लागि होइन। हाँस्नुहुन्छ उहाँहरू, मजाले लाफिङ थेरापीको कुरा आयो अघि, लाफिङ थेरापी गर्नुहुन्छ, गीत गाउनुहुन्छ। एउटा बुवा हुनुहुन्छ जसले चाहिँ श्लोक हाल्नुहुन्छ कि त्यो पुराणको श्लोकहरू हाल्नुहुन्छ, त्यो भनेको उहाँहरूको सहज जीवन
यापनको लागि यहाँहरूसँग विभिन्न खालका कार्यक्रम छन् र जुन अब अलिकति समय पनि सकिनै लागेको छ, यो जाडोको समय, चिसोको समय होइन। तपाईँ त अनुभवी हुनुहुन्छ, ज्येष्ठ नागरिकसँग खेल्दा खेल्दै उहाँहरूसँग सेवा गर्दा गर्दै धेरै कुरा उहाँहरूबाट पनि तपाईँले सिक्नु भएको छ भने तपाईँले पनि उहाँहरूलाई धेरै सेवा दिइरहनु भएको छ होइन। तर घर घरमा जो ज्येष्ठ नागरिकहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ सुझाव चाहिँ के छ जाडोको बेलामा तपाईँको तर्फबाट चाहिँ? मेरो चाहिँ सब पहिला बाथरोगको समस्या हुने हो होइन, बुढाबुढी अवस्थामा छोटोमा है, समय निकै कम छ। हजुर, बाथरोग हुँदा एकदमै वुलन क्लोथहरूले चाहिँ वुलन कपडाहरूले चाहिँ मोजा टोपी पन्जादेखि लिएर उहाँहरूलाई चाहिँ बडी टेम्परेचर मेन्टेन गर्न न्यानो कपडा लगाइदिनु पर्यो र बिहान दिउँसो र साँझको टाइममा चाहिँ तातो कुराहरू खाने कुराहरूले चाहिँ हामीले चाहिँ खुवाइराख्नु पर्यो बेला बेलामा होइन। त्यस पछाडि चाहिँ अर्को चाहिँ अब औषधिहरू हुन्छ होइन, त्यो औषधिहरू चाहिँ पेन रिलिफ गर्ने औषधिहरू हुन्छ, त्यो औषधिहरूले पनि उहाँहरूलाई चाहिँ एकदमै एक्सेसिभ हुन्छ, कसैलाई चाहिँ बाथरोगको त्यो पेनहरू चाहिँ रिलिभ गर्नतिर लाग्नुपर्छ। अर्को चाहिँ इमोसनल साइकोलोजिकल सपोर्ट त हामीले दिनैपर्छ फ्यामिली मेम्बरले। हुन्छ, यहाँलाई धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो शोभा विश्वकर्मा, अर्किड केयर होमसँग आबद्ध हुनुहुन्छ र उहाँले अर्किड केयर होमले दिँदै आएको सेवाका सन्दर्भमा कुराकानी गर्नुभयो। र जस्तो अब विगतमा ज्येष्ठ नागरिकको जुन एउटा समाजमा पनि एउटा सम्मानित व्यक्तित्व हुने अथवा संयुक्त परिवारमा रहँदा ज्येष्ठ नागरिकहरूले जुन खालको भूमिका, नेतृत्वदायी भूमिका हुन्थ्यो भने पछिल्लो समय चाहिँ सानो परिवार, सुखी परिवारको धारणा आएपछि संयुक्त परिवारमा ससाना टुक्रामा विभक्त हुन थालेपछि चाहिँ ज्येष्ठ नागरिकको परिवारभित्रै अल्पत्र पर्न थालेको यो अवस्थामा जुन पश्चिमा मुलुकहरूमा सुरु भएको व्यस्त जीवनशैलीको कारण पनि ज्येष्ठ नागरिकको असहाय हुनुपर्ने, साथै उहाँहरू अधिकारबाट वञ्चित हुन परेको अवस्था पनि छ। र त्यसो नहोस्, उहाँहरूको सहज जीवन यापनको लागि, उहाँहरूको स्वास्थ्य उपचारका लागि पनि हामीले विभिन्न खालका जानकारी दिइरहेका छौँ। आजलाई जब पुग्यो 60 को समय सकिएको छ, सुनेर साथ दिनुभयो, यहाँलाई धेरै धन्यवाद। र कुनै प्रतिक्रिया भए हामीलाई पत्रचार गर्नको लागि orchidcarehome@gmail.com पनि यहाँले पत्रचार गर्न सक्नुहुन्छ भने साथसाथै रेडियो सगरमाथामा पनि यहाँले पत्रचार गर्न सक्नुहुन्छ। अहिलेलाई भने म दीपक रियाल जब पुग्यो 60बाट बिदा हुन्छु। हवस् त, नमस्कार।